जितको कि क्या अलि बुझ्ने गरी भन्न। समाचार सुन्नु न तपाईँ, सरकारले वैशाख दशैंको घोषणा गरिसक्यो। तपाईँ भने चाहिँ इतिहास भन्दै इट्टा उचाल्न बस्नुहुन्छ। अनि दाजु पोर्सा लाएर होइन तपाईँले? हो बैकुण्ठे, योपालि चाहिँ जसरी भए पनि जित्नुपर्छ। तपाईँ खर्च गर्न जहिले पनि कन्जुस गर्नुहुन्छ। यसपालि चाहिँ कन्जुस नगरिकन खर्च गर्नुहोस्। यो भनेको त सुरक्षित लगानी हो नि। पैसा छैन भने यो घर पनि बन्दकी राख्नुपर्छ। सांसद हुने मान्छे यस्तो झुपडीमा बस्ने हो? महल बनाउनु पर्छ दाजु, महल। त चिन्ता नगर बैकुण्ठे, तेरो दाइले पैसाको त खोलो बगाइदिन्छ। हेर बैकुण्ठे, यो भनेको बेमौसमी बाजा हो, फुट्ने गरी बजाउनु पर्छ। बरु हाम्रो कुर्चिनामा भोट हाल्नेलाई चाहिँ खानपिनको दह्रो व्यवस्था गर्नुपर्छ कि 2-4 वटा खसी खोजेर